नमस्कार सम्पूर्णलाई झोरले अनि स्वागत गर्दछु। आज मैले चाहिँ तपाईहरुलाई यो पाकेको चपक्कै पाकेको खुर्सानी देखाउँदै छु। आज मेरो काम छ यो खुर्सानी टिपेर बफाएर हल्का बफाएर मजाले सुकाएर डिब्बामा राख्ने भनेर आज मैले यो खुर्सानी टिप्न आएको छु। मेरो खुर्सानी चाहिँ डल्ले खुर्सानी छ, अनि फेरि यो अकासी खुर्सानी छ, कालो खुर्सानी छ, धेरै थरीका खुर्सानी छ के मसँग। पाक्दा चाहिँ एकदमै रमाइलो लाग्ने। यो यसरी मैले पोली ब्यागमा रोपेछु के, पोली ब्यागमा रोपे पनि मजाले फल्ने रहेछ। कति फलेछ के, कति फलेछ। रियलमा हेर्दा चाहिँ एकदमै देखिन्छ के, भिडियोमा चाहिँ अलि त्यसरी नदेखिने रहेछ। तर यति फलेछ कि यति फलेछ, कति रमाइलो लाग्ने के। यसरी एकैचोटि फलेछ अनि एकैचोटि फेरि मजाले पाकेछ पनि के, रङ्गलाग्दो। आज मैले सबै यो टिपेर मजाले बफाएर सुकाएर राख्यो भने चाहिँ हामीले अर्को सालसम्म पनि खान सकिन्छ कि। हामीले एउटा एउटा निकालेर डिब्बामा मजाले राख्ने सुकाएर। त्यही गरेर आज चाहिँ मैले यसरी सबै टिपेर एकचोटि बफाएर मजाले डिब्बामा राख्ने छु। दसैँ पनि नजिकै आइसकेको छ। सम्पूर्णलाई दसैँको शुभकामना पनि दिन चाहन्छु। र यसरी आफूले सन्साना पोली ब्यागमा भए पनि यसरी खुर्सानी लगाउँदा चाहिँ छुट्टै आनन्द खुसी लाग्ने के। त्यसकारणले चाहिँ मैले सानो भिडियो बनाएको छु। पक्कै पनि सम्पूर्णलाई मेरो भिडियो हेरिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।